तपाईलाई सुहाउन यार त्यस्ता कुरा खाएको यार हामी पनि खान्न हौ खानुलाई नि सुहाउनु पर्छ हँसाउनुहुन्छ दुईजना हाँस्नु पर्छ मिलेर घरमा छोरो छ अनि यार श्रीमती कस्तो तपाईँ डर लाग्दैन तपाईँ एउटा छोरी पाइदिन्छु नि त जोडी हुन्छन् दाजु बहिनी हुन्छन् बाबा मान्छे यता सिम्पल यार कुरो त के हो यार तपाईँ यार मान्छे यता यत्रै सिम्पल यार कुरो त के हो सिम्पल कुरो मान्छे त सुशील सिम्पल अहिले त बच्चा पानीसम्म कुरो पुगिसक्यो यार मेरो मसँग त्यस्तो केटी किन पछि लाग्छ यार के छ म त्यस्तो मसँग त्यस्तो अनि पछि लाग्दैन नि त सब इफेक्टले हो त सुरुमै अगाडि लाइन बस्न आए है सुरुमै पेट्रोल खरेको मैले पेट्रोल पम्प खोल्यो र यार साह्रै गफ लगाइदिनु म तपाईँले आँटे हुन्छ अरे मेरो ढाड चिलाएको त्यहाँ आँट्छु यहाँ अब चिया कलेक्सन छ बाँकी लस्सी कलेक्सन भाँडामा गयो भाडमा गइसक्यो अब त्यो पुरानो भइसक्यो पुरानो भइसक्यो म नयाँ ट्र्याक पक्छु अब राम्रो केटी देखिन्न भने बहिनी पनि एउटा गर्छ यार कसले बनायो हाम्रो चियावाला राम्रो कसले बनायो यार बाबुआमाले बनाउँछ नि राम्री कसले बनाउनु त के हो तपाईँ चिया भनेर चियामा झुक्केर सुकमा हाल्नुको साटो रक्सी हालेर पिएर आउनुभयो क्या उल्टो उल्टो कुरा गर्नु तपाईँले अवश्य गर्नु पर्ला सबैलाई मताउनु पर्ला चिया खुवाएर मैले खाली पटाङ गाँजा नखानु भनेको होइन मैले उटपटाङ पटाङ कुरो गर्ने हजुर खानुहुन्छ मलाई पनि खुवाउनु पर्यो त्यही तपाईँले खानेकुरा यति किन हँसाउनुहुन्छ भनेर मलाई पनि त्यो खानेकुरा खानु पर्यो यतिकै हँसाउनुको लागि तपाईँलाई सुहाउन यार त्यस्ता कुरा खाएको यार हामी पनि खान्न हौ खानुलाई नि सुहाउनु पर्छ होइन घुम्न आउनुहोस् वेलकम टु पोखरा राम्रो ठाउँ छ नि त हो नि यो गाला तपाईँको इफेक्ट हो कि साँच्चै केही लाउनु भएको तपाईँले इफेक्ट छैन हौ नेचुरल हो कहाँ इफेक्ट लगाउँछ खै केही लगाएको छ काठमाडौँ बस्ने मान्छे गाला यतिको नेचुरल भएको भयो हिमालतिर बस्ने केटीको मात्र हुन्छ जस्तो छ है अनि म हिमालबाटै आएको त भर्खर काठमाडौँ बाँकी नै छ हिमालको पानी के तपाईँ झापातिर गएन होइन चुप्पा खाएको यता खाने गाला यति राम्रो छ उता चुप्पा खाने हो यता खाएर तपाईँलाई के भयो आज यार तपाईँलाई के भइरह हँसाउने रोग लागिरहेछ उता एउटालाई सम्झना यता अर्को बोलाइसक्यो यार तपाईँ टुल्लुको दिदी हो र टुल्लुको दिदी टुल्लुको साथी चाहिँ हो ए तपाईँको जीवनमा टुल्लु अस्ति जोडी मिलेको तपाईँ के गर्नु भन्नुहोस् झन् राम्रो नि त टुल्लुले पनि हँसाउँछ म पनि हँसाउँछु झन् राम्रो हो दुवैजना मलाई मिको बिचमा गएर हाँस यार फेरि हाँस्ने बानी पनि राम्रो होइन हौ किन नि गाला चाउरी परिन्छ भनेर बिहे गरिदिइहाल्नुहोस् यहाँ कमेन्ट होइन बिहे गरिदिइहाल्नुहोस् टिकटक बन्द भए पनि चिया बेचेर ताल्छिन् रे ओ ठिक 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 हो सही भयो मान्छेहरू आएर छन् त्यतापट्टि हेर खुसी लाग्छ तपाईँ चाहिँ पोखरा नआउने तपाईँले कहिले बोलाउनुहुन्छ तैँले आइहाल्छु नि भोलि ल्याउनुहोस् आइहाले गफै लाग्यो नआउनु यार होइन घुम्न आउनुहोस् वेलकम टु पोखरा राम्रो ठाउँ छ नि त हो नि रोहिणी छ मसँग तपाईँले चिया खानु चाहिँ हामी त्यही पानी खाएर बस्छ तातो पानी अगाडि आउनुपर्छ चिया खानु पाइन्छ त अनि कि चियावालै लानुपर्छ पकाउनु तपाईँलाई मैले कहाँ लाने घरमा ल्याउनु परेन चिया पकाउनुको लागि घर चिया पकाउने अहिले दिमाग पकेर आऊ एउटा केटा खोज्नु बिहार्नुहोस् के हो तपाईँ हुनुहुन्छ त अगाडि कतिजना खोज्नु
मैले खाली पेटा रक्सी नखानु कति भने यार मलाई गाह्रो छ केटा म कता कता भ्याउने हो केटीहरू पछ्याउँछन् मैले कसलाई माया लौ केटीहरू पछ्याउँछन् मैले कसलाई माया लौ अनि के छ कतिको जाडो छ उता काट्नु भन्नुस् ए जाडै जाडो छ हौ रबिनजी जाडोले मर्न लाग्यो जाडो भयो बिहा गर्ने हो के बिहा गर्ने हो जाडो भएर जाडो काट्नको लागि 3टा उपाय चाहिन्छ ख्याल गर्नुस् 3टा सूत्र कहिले भन्दा जाडो काट्नको लागि 3टा कुरा भयो भने तपाई जाडोबाट बच्न सक्नुहुन्छ एउटा रुई फुई दुई रुई भनेको कपडा बाक्लो कपडा फुई भनेको आगो दुई भनेको जोडी श्रीमान हजुर पहिलो अप्सन नै रोजिरहेको छु रोहिणी छ मसँग कहाँ आइछ क्या कहिले आइस भतुवाई आधी घण्टा भयो नेपालको कस्तो काण्ड भयो हिजो कस्तो काण्ड हो 1934 कत्रो भयो नि कस्तो के काण्ड हो ए यार खा यार अरे खाना भागेर कोही जान्न बौलै खा पहिला हेरकेटी पहिला खाऊ के खाना भागेर कोही जान्न बिस्तारै कति वर्षपछि बिचार नेपाली खाना मलाई माया लाग्छ नि आफ्नो देशको खाना हैन फेरि म अर्डर गर्छु अझै हेर्नु न सब मगाएको सब एकदम भियतनाममा जंगलले बस्ने मान्छेले खाने जस्तो खाइ यार भन न के काण्ड भन कस्तो काण्ड भयो हिजो मेरो 12 बजेको फ्लाइट थियो हैन अनि त्यसपछि म त टाइममा पुगेको थिएँ अनि त्यसपछि यस्तो डेन्जर काण्ड भयो हिजो मेरो जस्तो काण्ड त कसैको नहोस् है लाइफमा ल अनि त्यसपछि 12 बजेको फ्लाइट थियो अनि त्यसपछि हामी पुगे सबै पुगे त्यहाँ त फेरि प्लेन बिग्रेछ 3 घण्टा डिले भयो हैन अनि हङकङमा चाहिँ 4 बजे मेरो फ्लाइट थियो हङकङदेखि नेपाल हिजो बेलुका नै आइपुग्थेँ म हैन अनि त्यसपछि हङकङमा पुगे म 6 बजे अनि मेरो फ्लाइट मिस भयो अनि मलाई एयरलाइन्सले के भन्यो टिकट काटेको वाला एयरलाइन्सले एक दिन यहीँ बस होटलमा त्यसपछि भोलि पर्सि 2-3 दिनपछि हुन्छ कि त भोलि हुन्छ भनेर भन्यो मिल्छ भने अर्को सिफ्टमा हाल्दियो भनेर भन्यो हैन अनि त्यसपछि मलाई टोकियो हाल्दियो जापान पठायो फेरि जापान गए 12-1 बजे अरे छुट्टा देश घुम्न पाएछ बाउले राम्रो कुरा त नि कस्तो काण्ड र भात भागेर पुरा फेरि फिलिपिन्सै पुग्ला जस्तो गर्छ यार ढुक्क खाना केटी भोलि जाऊ डन सन लक्ष्मी कलेक्सन को सबलाई भेट बेचारा फिलिपिन्समा फास्ट नेट थियो अलिक के भयो यस्तो हाम्रै लाज लाग्छ मलाई डन सन सबैलाई भेट भोलि डन सन सबैलाई भेट के यसको नेट गयो भइसक्यो यो कसले पठाइदिन्छ यो सामानहरु के कस्तो सामान कसले पठाइदिन्छ यो सामानहरु कसको यो यहाँ हेर्नु त कस्तो बिजोग छ उ त्यहाँ मेरो कसको लागि लिएको र मेरो कसको लागि लिएको भनेको सामानहरु के 72 किलो मेरो सामान हो भने 72 कि 72 हो साथीहरु सबै गिफ्ट बोकेर आइछ क्या मेरो कपडाहरु मैले कसैलाई केही पनि ल्याएको छैन त्यत्रो 72 किलो कपडा बोकेर म गए भने जालीवाला कट्टु अदाले दिइहाल्छ मलाई ओके चेन्ज द टपिक है त्यत्रो 72 किलो कपडामा जाब अंग छेक्ने तिम्रो अलि बाको कपडा छैन है दुई बिता कटला आउँछ यार हेर्नु न नोटी पाउँदैन भने के हो यस्तो होटल दुनियाले युज गरा नेट अनि कहाँ
अब